सबैजनालाई जय मसी। जय मसी। आज चाहिँ हाम्रो शनिबार सभाको दिन परस्थान 20को 8मा चाहिँ परमेश्वरले तपाईँ अनि मेरो निम्ति दिनुभएको महान आज्ञालाई पूरा गर्नको निम्ति चाहिँ हामी चर्च जाँदैछौँ, सङ्गति जाँदैछौँ होइन। हामीलाई चाहिने हात हतियारहरू लिएर हामी बाइबल, नोट कपी होइन के चाहिन्छ त्यो लिएर जाँदैछौँ, किनभने उहाँको आज्ञा हो। र यदि तपाईँ र मैले परमेश्वरमा भरोसा गर्छौँ, उहाँलाई विश्वास गर्दछौँ भने उहाँको आज्ञालाई नि हामीले पालन गर्नुपर्ने हुन्छ। र यो चाहिँ महान आज्ञा हो। 10वटा आज्ञा दिनुभएको छ। यो 10वटा आज्ञा मध्ये यो चाहिँ पवित्र दिन, सभा दिनलाई पवित्र मान्नु नि आज्ञाभित्र पर्ने हुँदा हामी चाहिँ यसरी श्रीमान श्रीमती सँगै मिलेर हामी चाहिँ सङ्गति जाँदछौँ परमेश्वरले महिमा प्रशंसा दिनको निम्ति। परमेश्वरले 6 दिनसम्म सबै काम गर्नुभयो र 7औं दिन चाहिँ विश्राम लिनुभयो क्या। त्यही भएर तपाईँ र मलाई यो विश्राम दिने दिन, आराम गर्ने दिन, रेस्ट गर्ने दिन। त्यसैले त हामी स्कुल जाँदै गर्दा 6 दिनसम्म जान्छौँ। आज शनिबार बिदा हुन्छ, रेस्ट गर्छौँ। त्यो त यो परमेश्वरको आज्ञा अनुसार नै संसारको चलिरहेको छन् भने के तपाईँ र म अब नचल्ने त? त्यसैले तपाईँ र म पनि चल्नुपर्छ। आज हामी एक दिन घरमा बस्छौँ र घरमा बस्दै गर्दाखेरि हिजोसम्म मेरो श्रीमान आफ्नै काममा हुनुहुन्थ्यो, म आफ्नै काममा बिजी थिएँ। आज चाहिँ घरमा बस्ने अनि परमेश्वरलाई महिमा दिने काम। जब हामी यसरी बस्छौँ, सङ्गत गर्छौँ, सङ्गतसँगै हिँड्छौँ भने दुःख सुख होइन, आफ्नो के छ कुराहरू होइन, चिन्ताहरू हामी त्यो बुझ्न सक्छौँ। त्यसैले आज मेरो श्रीमान म चाहिँ सङ्गति जाँदैछौँ, परमेश्वरको महान आज्ञालाई मान्नको लागि नि चर्च जाँदैछौँ। के तपाईँहरू पनि यसरी नै जाँदै हुनुहुन्छ? यदि जाँदै हुनुहुन्न भने तपाईँ घरमा बस्दै हुनुहुन्छ भने यो भिडियो मार्फत म तपाईँहरूलाई यो उत्साह दिन चाहन्छु कि परमेश्वरले दिनुभएको महान आज्ञा हो। हामी चाहिँ परमेश्वरभन्दा ठुलो कोही पनि छैन र उहाँको आज्ञाभन्दा अझ अर्को आज्ञा, महान आज्ञा पनि केही छैन। त्यसैले तपाईँ अब घरमै बस्दै हुनुहुन्छ, सङ्गति जुट्न पाउनु भएको छैन भने पनि आज आज सभा दिन पवित्र मान्नुपर्छ। तपाईँहरू जुट्नुहोस्। जब हामी सङ्गतिमा आउँछौँ, परमेश्वरलाई उचाल्छौँ, महिमा दिन्छौँ, वचनद्वारा उचाल्छौँ, जब हामी निराशामा एक्लोपन महसुस गरिरहेका हुन्छौँ, मेरो कोही छैन प्रेम गर्ने भनेर सोचिरहेको हुन्छौँ भने आज सङ्गतिमा जाँदै गर्दाखेरि नि हामी एक अर्कालाई देखेर हामी उत्साह पाउन सक्छौँ, एक अर्काको दुःख सुखलाई हामी बुझ्न पाउँछौँ। त्यसैले सभा दिन पवित्र मान्नु, तिमीहरूले विश्राम लिनु भनिकन परमेश्वरले तपाईँ र मलाई यो महान आज्ञा दिनुभएको छ।